यो कुनै क्रान्ति होइन। विश्वमा क्रान्ति यस्तो हुँदैन, यो उपद्रव हो। यस्तो क्रान्ति हो भने क्रान्ति भनेको त गरिराख्नुपर्छ। क्रान्ति भनेको राम्रो कुरा हो, सकारात्मक कुरा हो। त्यसले सकारात्मक नतिजा दिन्छ समाजलाई, सकारात्मक परिणाम दिन्छ समाजलाई, सकारात्मक प्रगति दिन्छ समाजलाई। के 24 गते हामीले त्यो प्रगति पायौँ। अनि कुन कुन शक्तिलाई मन परेको छैन ती शक्तिले अरूका घरमा आगो लगाउन लगाएका भरमा भाडाका टट्टु भन्नु भएन, टट्टुले त्यस्तो अपराध गर्दै टट्टु भन्दा भेटे भाडाकाहरूले घर घरमा लगाए। अब उपरान्त नेकपा एमाले यस्ता घटना घट्न दिने छैन। आगजनी गर्दै हिँड्ने छुट कसैलाई दिने छैन। यो कुरा गर्दा सरकारलाई चित्त दुख्न सक्छ। सरकारले शान्ति सुरक्षामा खतरा पैदा हो भन्न सक्छ, अनेक बखरा निकाल्न सक्छ। अरूको घरमा आगो लगाउने, सम्पत्ति स्वाहा पारिदिने, ती चिनिएका छन् तत्त्वहरू गिरफ्तार गर्न नहुने, गिरफ्तार गरेर छोडिहाल्नुपर्ने, मुद्दा चलाउन नहुने, कारबाही गर्न नहुने हुन्छ।